हालेलुया। तपाईले हेर्न सक्नुहुन्छ आज हामी फेरि पनि सुसमाचारको लागि हामी निस्केका छौं। हिजो पनि हामी सुसमाचारका लागि हामी निस्केका थियौं। हिजो चाहिँ हिजो गाउँको नाम त के पो थियो? कुलाङ हैन हो, त्यहाँ गाउँको नाम के? हिजो सुसमाचार हामी मिस्टर लाइन। हिजो हामी मिस्टर लाइन भन्ने गाउँमा हामी हिजो सुसमाचारका लागि हामी गएका थियौं त्यो गाउँमा। अनि राति लगभग 7:30-8 बजीतिर हामी फर्केका थियौं। अनि त्यहाँ त्यो मिस्टर लाइन त्यो गाउँमा चाहिँ धेरै जनाले सुसमाचारहरू सुने। त्यसपछि अनि ट्र्याक्सहरू हामी बाड्यौं। अनि आज फेरि हामी लिची गाउँ भन्ने ठाउँमा चाहिँ आज हामी जाँदै छौं। अनि तपाईले हेर्न सक्नुहुन्छ बाटो यस्तो छ हो, बाटो यस्तो छ। अनि ट्र्याक्सहरूको साथमा हामी जाँदै छौं। तपाईले हेर्न सक्नुहुन्छ ठाउँ यस्तो छ। त्यसपछि एकदमै लिची गाउँ भनिन्छ, तर लिची चाहिँ छैन। यो पहाडलाई तपाईले हेर्न सक्नुहुन्छ। यो गाउँ एकदमै भित्र छ। यहाँ चाहिँ नेपाली गाउँ छ भन्ने कुरा हामीले सुनेका छौं। अनि परमेश्वरको वचनले के भन्छ भने, जाऊ अनि सबै जातिहरूलाई सुसमाचार सुनाऊ भन्ने कुरा जब परमेश्वरले हामीलाई आदेश दिनुभएको छ, आज्ञा दिनुभएको छ, त्यही भएर हामी जुन चाहिँ हरेक कुनामा चाहिँ हामी जानुपर्छ। किनभने परमेश्वरको सुसन्देश चाहिँ सहरमा मात्रै नभएर, टाउन एरियामा मात्रै नभएर हामी गाउँमा पनि हामी जानुपर्छ। जहाँ चाहिँ मानिसहरू पुग्नु नसक्ने ठाउँमा हामी जानुपर्छ। अनि त्यही भएर हामी यो ठाउँमा हामी जाँदैछौँ। अब त्यहाँका व्यक्तिहरू कस्तो छन् हामी थाहा छैन, तर हामी प्रार्थना गरेका छौँ त्यहाँ व्यक्तिहरूले, त्यहाँका मानिसहरूले चाहिँ परमेश्वरको सुसन्देशलाई चाहिँ सुनुन्। उनीहरूले चाहिँ साँच्चै नै उहाँ नै हुँदो रहेछ भन्ने कुरालाई उहाँले विश्वास गरून्। तपाईँले हेर्न सक्नुहुन्छ यस्तो छ ठाउँ। यो तल चाहिँ नदी हो, तर हामी जान्दैनौँ नदीको नाम चाहिँ के हो। अनि पहाड यस्तो छ हो, सुन्दर पहाड, हिमाल, तराई। परमेश्वरले गर्नुभएको सृष्टिको कुरालाई हेर्नु पाउँदा अति नै हामी साँच्चै नै धेरै खुसी अनि आनन्दित छौँ। यहाँ पास्टर भाइ हुनुहुन्छ, उहाँहरू पुरा तयारीको साथमा सुसमाचारको जुत्ता त होइन, तर खासै चप्पल चाहिँ लगाउनु भएको छ। ल